म आज पोखराबाट काठमाडौँ आछु आज यतिखेर मेरो दुईटा सालीहरू यही भेट बस्छ अनि दुईटा साडीहरू यही हुन्छ मेरो साडीहरू सानो साडू ठुलो साडू उहाँ चाहिँ हाम्रो 98 वर्षको आमा हुनुहुन्छ हाम्रो साडूको ठुलो साडूको आमा मेरो कान्छी साली मेरो ठुलो छोरा मेरो कान्छो छोरा यहाँ चाहिँ मेरो साली ठुलो साली अनि यहाँ चाहिँ मेरो सालीको छोरो ठुलो चाहिँ ठुलो हो नि सानो हुने एउटै हो छोरो त यहाँ छोरी तिमिना अनि यहाँ चाहिँ सोजान हामी आज वर्ष धेरै वर्षमा भेट भएर हामी चाहिँ हल्का पार्टी गर्दैछौँ काठमाडौँ हामी खुमलटार काठमाडौँ नभनौँ ललितपुरमा भनौँ ललितपुरमा छौँ यतिखेर खुमलटारमा संजोगले आज यसरी भेट हुन पाइयो ठ्याक्कै प्रचण्ड निवासी नजिकै ल तै बोल हेलो हजुर नमस्ते ल सबैजनालाई नमस्ते आज चाहिँ हाम्रो भेनाहरू अनि हाम्रो छोराहरू आएको छ सरी हाम्रो भेना मात्रै आज साली भेनाको जम्का भेट भएको छ आज यस्तो रमाइलो गेट टुगेदर जाडो पनि छ के छ कस्तो हुँदैछ बाबु बिनम दामी अनि सानी 98 वर्षको आमालाई देख्नुपर्छ मेरो सासू हुनुहुन्छ उहाँ एकदम हेल्दी हुनुहुन्छ भगवानको कृपाले कान चाहिँ अलि सुन्नुहुन्न अलि चाहिँ सबै तगडा हुनुहुन्छ के भन्छ ए आज चाहिँ हामी अब भन्नु पर्दाखेरि हाम्रो कान्छो छोरा अब कोरिया इपिएसबाट जाँदैछ भोलि आज चाहिँ त्यही भएर यसो गेट टुगेदर बिदाई कार्यक्रम हल्का फुल्का रमाइलो कस्तो लागिरहेछ त नि अब भोलि छोरा जाँदैछ खुसी लाग्छ होइन त्यो स्वाभाविकै हो होइन ल ल ल ल ल्याउ न ल्याऊ के भयो त नि ए छोरी ठुलो बाबाको के अरे च्यानलमा कस्तो लागिरहेछ राम्रो ल सम्झेलास बाबु छाल खातावा थोन मानी बोर क्रे आरसे हो न आगे स्मिदा ल सानीलाई त सबैले चिन्छ होला पोखरावासीहरूले उहाँहरूलाई चाहिँ ठिकै छ यानी मगर म यहाँ बसी साइला मगरको छोरी भनेर जोलिन चिन्छ साइला मगरको ठुल्छोरी हो हामी चाहिँ उतै सानो आई मिस यु बाबा बाबुराम राणा अब दिदी चाहिँ आउन पाएन मार्च राममाया राणा होइन ओ सरी सोनु पो हो त साँच्चै हाम्रो दिदीको नाम त अहिले त सोनु राणा मिस भयो हाम्रो आमा पनि ल अब हामी चाहिँ एकछिन खाना यस्तो रमाइलो गर्दैछौँ अलि एकछिन पछि फेरि नाच्ने कार्यक्रम छ अब छोरा जान्छ भोलि ल एकचोटि लास्टमा जाने बेला ब्रेक डान्स दिन्छ भने सुनेको थिएँ ल सोलो पर्फर्मेन्स हाम्रो चाहिँ पर्क अनि फुरौला सोयाबिन चिल्ली अचार चिकन रोस्ट अन्त चटपटे अनि पापड अनि मोमो सकिसक्यो मोमो खै यहाँ मोमो यहाँ छ त्यही त अनि एप्पल जुस
खुट्टाउनु जाने ढुक्ने यसो गरेर घोडामा यसो गरेर जाने बेला हुँदै खुट्टा ढुक्नु भन्दा त सोचाइ बनाइ जानु बाबा ल धेरै घोप्टो नभए बाबु भयो भयो धेरै नलादिनु ट्याप ल एउटा मात्रै लगाइदियो हुन्छ सेन्टर नलाइदिए साडीमा आउँछ तल गएर फोटो खिच्दा ठिकै हुन्छ ल लगाइदिएछ नि तैँले म अहिले लगाइदिएन के हुन्छ यो हो त सानो त भिडियो भन्दा नि फोटो गरे हुन्थ्यो शुभ साहित्य होस् राम्रो होस् सुस्वास्थ्य होस् राम्रोसँग गएर कुलपित्री देवी देवताले रक्षा गरोस् होइन मन कामना सबै पुरा होस् बेलामा दही कसले पनि दही लगाएको थियो चिनी मेरो बाबुलाई ल राम्रो होस् तिनचोटि खाइदिए ल नेपालको दही ल जाम हामी तल जाम अनि फोटो खिचौँ सबै तल राम्रो आउँछ जान ढुक्ने होइन रातो टोपी लाउँदै इतिहासबाट जानु लाग्यो कोरिया जानु लाग्यो टोलीमा छ भिडभाड छ एयरपोर्ट आज धेरै रहेछ कि मान्छेहरू अगाडि हिँड्यो केटाहरू अब कोरिया यो रातो टोपी लागेको सबै कोरिया हिँड्यो लेडिजहरू कतिवटा रहेछ साडी अहिले भन्नुभएको थियो लेडिजहरू दुई तिनवटा एकजना त यहाँ एकजना सानसानो मेरो 18-19 वर्ष पनि सक्छ यति सानसानो पनि हेर्नु किन 18-19 त्यो सानसानो रहेछ विनम मार्क्स कोलेक्सन मार्क्स ल हिँड्यो छोरो अब के
छिर्न लागेको